यथा भगवता पूर्वम विश्वरूपवृतो गुरु विपरीतम कृतम तेन कर्ममात्रि हिताय वै। विश्वरूपलाई गुरु बनाएर कसले लगाएको थियो? इन्द्रले लगाएको थियो। विश्वरूपले राक्षसलाई पनि हवन गरेको हुनाले शिर छेदन भयो। यज्ञ गर्ने गुरुले पनि उल्टो काम गरेपछि के हुँदो रहेछ? प्रत्याहार आउँदो रहेछ। अब गुरुलाई मारेको हुनाले उनलाई के लाग्यो? ब्रह्म हत्या पनि लाग्यो। गुरु पनि दोषी, कर्ता पनि दोषी। त्यसैले गुरु पनि जिन्न गाह्रो, कर्ता पनि जिन्न गाह्रो। देवेभ्यो दानवेभ्यस्तु स्वस्ति त्यक्त्वा पुनः पुनः असुरा मातृपक्षीया कृतं तेषां च रक्षणम्। सम्झाउँदा सम्झाउँदै विश्वरूपले आफ्ना मातृकुललाई पनि तर्पण के अरे त्यो यज्ञमा हवन गराएको हुनाले त्यो यज्ञ इन्द्रले पनि दुःख पाएर छोड्नु पर्यो। यज्ञै गर्न लाग्यो त हो नि उसलाई पनि। अनि कहाँ गएर बस्नु पर्यो इन्द्र? एउटा कमलको डाँठमा गएर लुक्नु पर्यो। ब्रह्म हत्याले खेदेपछि यज्ञ गरेको त्यो यज्ञमा रिस उठ्यो, अहंकार आयो, वज्रले टाउको काटिदिए। ब्रह्म हत्याले खेद्ने भएको हुनाले मानसरोवरमा गएर बिचमा लुकेर बस्नु पर्यो। सुख पाउनु पर्ने दुःख भयो। किन? अहंकार आएको हुनाले। सात्विकं भोजनम एव नित्यं कुर्वन्ति तापसा न्यायार्थं च वन्यन्त तथा ऋष्यं सुसंस्कृतम्। त्यसैले रिसाएर पनि यज्ञ गर्नु भएन, अभिमानपूर्वक पनि गर्नु भएन, देखाउनका लागि पनि गर्नु भएन। सात्विक भोजन गर्नु पर्यो, सफल हुन्छ। सात्विक भोजनले अहंकार जन्माउँदैन। रिस बढ्ला तर अहंकार जन्माउँदैन। न्यायार्जितं च न्यायपूर्वक कमाएको अन्न खाँदा, हवन गर्दा दूषित हुँदैन। त्यसैले ऋषिमुनिहरू तपस्या गर्न बस्दाखेरि सात्विक अन्न खान्छन्, जुनसुकैले दिएको अन्न खाँदैन। श्रद्धा सबभन्दा ठुलो कुरा हो। इन्द्रले श्रद्धापूर्वक गरेका थिएनन्। राक्षसहरूलाई मैले हराउनु पर्छ भनेर यज्ञ गरेका थिए। त्यसको फल के भयो? आफै गएर लुक्नु पर्यो। तामसा दानवानां वै सक्रोधा मदवर्धका। राक्षसहरूले पनि यज्ञ गरेका छन्, तर केका लागि गरेका छन्? इन्द्र आदिलाई तपस्या गरेर इन्द्रलाई चाहिँ नि घोक्रे ठेक्लाउनका लागि गर्छन् उनीहरू। अनि अन्तिममा विनाश हुन्छ। त्यसैले अरूलाई नाश गर्नका लागि जुन किसिमको यज्ञ गरिन्छ त्यो तामस यज्ञ हुन्छ। त्यसले आफ्नै विनाश गर्छ। यति बुझे पुग्छ। शुद्धे मनसी। त्यसैले शुद्ध मनले शुद्ध चिज खाएर शुद्ध आफूले न्यायपूर्वक कमाएको चिजबाट गर्नुपर्छ। यज्ञ नगरिकन जीवनमा आफूले गरेका दोषहरू हटाउन फेरि सम्भवै छैन। त्यसैले ज्ञान, कर्म र योग, यी तीनटा मात्रै कर्म छन् संसारमा। वेदिं च विशदां तत्र मनसा परिकल्पयेत्। अनि जन्मेजयले भन्नुभयो त्यसो भए अहंकार मैले छोड्दिएँ। जति खर्च हुन्छ म त्यसमा लोभ लालच राख्दिन। म बलियो हुन्छु, शक्तिशाली हुन्छु, राज्य गर्नका लागि म राक्षसलाई जित्छु भन्ने भाव पनि राख्दिन। केवल परमात्मालाई सम्झिएर गर्छु। न्यायले कमाएको पैसा खर्च गर्छु। त्यसैले सभ्यो दान स्मृतायते पावका परमोत्कटः। त्यसैले अब मैले गर्ने जो अम्बा यज्ञ छ विशुद्ध भगवतीलाई उद्देश्यमा राखेर गर्ने, कुनै अरू उद्देश्य हुँदैन। तथा तम गुरु राजेन्द्र विधिं ते प्रब्रवीम्यहम्। त्यसो भए म अब अरू विधि थप्छु। एउटा विधि के बताएँ? ठाउँ शुद्ध हुनु पर्यो, अनि शुद्ध खानु पर्यो, मूर्त शुद्ध हुनु पर्यो, द्रव्य शुद्ध हुनु पर्यो, ब्राह्मण शुद्ध हुनु पर्यो, मन्त्र शुद्ध हुनु पर्यो, अनि कर्ताहरू शुद्ध हुनु पर्यो, आहार शुद्ध हुनु पर्यो। त्यसपछि श्रद्धा जागृत भएको हुनु पर्यो।
भनेपछि यो कुरा मन्जुर मन्जुर अनि मात्रै यज्ञ सफल हुन्छ। गुरुले यति कुरा नभनिकन यज्ञ गरिदियो भने भरे एकछिनमा के हुन्छ अनि के भएपछि कसलाई जान्छ दोष होइन। तथा तम गुरु राजेन्द्र वृद्धिम ते प्रविम्यहम। त्यसैले अब सुन्नुहोस्, त्यसैले याजकले सबभन्दा पहिला अब हेर्नुहोस् है, यहाँ आयो अब याजक भनेको जसले पूजा गर्छ त्यो व्यक्तिले यज्ञ गर्नुभन्दा अगाडि अयुत गायत्री 10,000 गायत्री जप्नु पर्यो। कुनै पनि ठुलो कर्म गरिँदैछ भने पहिला आफ्नो शरीरका दोष हटाउनका लागि के गर्नु पर्यो? गायत्री जप्नु पर्यो। देवी बीजम भगवतीको ऐं ह्रीं क्लीं चामुण्डाय बीजे जप निरन्तर गरिराख्नु पर्यो। कृत्वा यज्ञं विधानेन दत्त्या पुण्यं कार्जितं समुद्र महाराज पितरं दुर्गतिं गतम्। हुन्छ गायत्री पनि जप्ने, नवार्ण पनि जप्ने, दिवंगत पितृहरूको पनि मुक्ति हुन्छ, आफ्नो पनि मुक्ति हुन्छ। अथ दुर्मरणं प्राप्तम, मेरो पिताजीको मरण राम्रो भएको छैन किनभने सर्पले डसेर उहाँको मृत्यु भएको छ। कृपणानि सर्वाणि नरकस्य निर्बोत्तमम। मलाई त लाग्छ ऋषिका टाउकामा लगेर मेरो बुबाले सर्पको माला लगाइदिनु भयो, त्यसको पनि मलाई धेरै दोष आएको छ जस्तो लाग्छ। त्यही कारणबाट सर्पले टोकेर मर्नु पर्यो। ऋषिको अवज्ञा गर्नु सामान्य अवज्ञा होइन। त्यसैले यी सबै दोषहरू अहिले हामी भन्छौँ नि पितृदोष, अब नआओस् यो पितृदोष, म त्यो यज्ञ कर्म गर्न तयार छु। मेरो पिताजीले यो कुरा सोच्नु भएन नि त। भोलि मैले आज ऋषिलाई गलामा सर्प लगाइदिँदाखेरि मेरो वंशमा कलङ्क आउँछ भन्ने कुरा, दोष आउँछ भन्ने कुरा मेरो बुबाले सोच्नु भएन। अहङ्कार आयो, म राजा हूँ, मेरो मान गरेन अपमान गर्यो भनेर लगेर लगाइदिनु हो। ब्रह्मैवाहं न संसारी सदा मुक्त सनातन देहे न मम सम्बन्ध कर्मण प्रतिपादितम। मेरो पिताजी शरीरको कारणबाट मेरो पिताजी हो, आत्माको कारणबाट त होइन। तर देहको कारणबाट देहमा बाँधिएको व्यक्तिले शरीरले गरेका दोषका कारणबाट अर्को जन्म पनि लिनुपर्छ, नरक पनि जानुपर्छ, इन्द्रियका कारणले जाने हो। त्यसैले यसका लागि गर्न लागेको हुनाले तपाईले जे कुरा बताउनु भएको छ त्यो म गर्न तयार छु। जन्मेजयले फेरि भन्नुभयो, हरिणातु कथम यज्ञ कृत पूर्व पितामह। तपाईले एउटा कुरा के सुनाउनु भयो भने यो देवी यज्ञ पहिला कहिले गरेको थियो भनेर मैले सोध्दाखेरि भगवान विष्णुले गर्नुभएको थियो भन्नुभयो, ब्रह्माजीले पनि गर्नुभएको भन्नुभयो। किन कसरी गर्नु परेको होला भनेपछि व्यासजीले उत्तर दिनुभयो, अब तपाईले मलाई अलिकति मोड्नुभयो। यज्ञ गर्नु अगाडि त्यो यज्ञ कसले कसरी गर्यो भन्ने कुरा थाहा पाउनका लागि तपाईले मलाई यो प्रश्न गरेको हो। उनीहरूले जसरी यो यज्ञ गरे त्यसरी नै यज्ञ गर्ने विधि विधान म बताउँछु। राजन् श्रृणु महाभाग विस्तरं परमाद्भुतं यथा भगवता यज्ञ कृतस्य विधिपूर्वकम्। जसरी भगवान नारायणले विष्णुले अम्बा यज्ञ गर्नुभयो त्यो यज्ञ जुन विधि विधानबाट गरिएको थियो त्यही विधि विधान म तपाईलाई बताउने छु। विसर्जिता तथा देव्या दत्त्वा शक्तिस्ततास्त्रयः। त्यसपछि भगवान विष्णुलाई वैष्णवी शक्ति प्रदान गरेर ब्रह्माले गरे यज्ञ गरेपछि ब्रह्मालाई ब्राह्मी शक्ति प्रदान गरेर देवी भगवतीले अनि यो सृष्टि चलाउनका लागि अराउनु भयो। यदि यो अम्मा यज्ञ नगरेको भए विष्णुले यो सुरक्षा गर्ने कर्म पूर्ण गर्न सक्नुहुन्न थियो, ब्रह्माजीले सृष्टि पूर्ण गर्न सक्नुहुन्न थियो। मधुकैटभको विनाश
नारायणले गर्न सक्नुहुन्न थियो। सुन्नुहोस्, जात रूपमयो मेरु रूपहो योजन विस्तिर कृतुमणिमय श्रृङ्गे शोभित परमाद्भुत। यो सुमेरुको नजिकमा ब्रह्माजी रहनु भएको थियो। त्यो ब्रह्माजीका मानस पुत्रहरू थिए मरीचि, नारद, अत्रि, पुलस्त्य, पुलह, क्रतु, दक्ष, वशिष्ठ, कश्यप। यिनीहरूलाई दक्ष प्रजापतिका छोरी दिएर विवाह गरेका थियो। त्यो विवाह गर्न अगाडि यी सन्ततिलाई मानसिक सृष्टि गर्नु अगाडि भगवान ब्रह्माजीले जुन यज्ञ गर्नुभयो त्यही यज्ञका प्रभावबाट यो सारा सृष्टि गर्न उहाँले सक्नु भएको हो। त्यत्तिकै यी मरीचि ऋषिहरू प्राप्त भएका होइनन्। अब फेरि ब्रह्माजीले विचार गर्नुभयो अम्बालाई सम्झिएर, हे भगवती, अब यसरी मैले निरन्तर रूपमा मानसिक रूपमा सृष्टि गर्दै गएँ भने म थाकिरहन्छु, कहिलेसम्म गर्ने? अब स्वयं आफै यो चलेर जाने सृष्टि होस् भनेपछि भगवतीको जो जप हो त्यो जपबाट ब्रह्माजीलाई आकाशवाणी भयो, तिम्रै शरीरलाई दुई भाग गर, दायाँ भागबाट स्वयम्भू मनु बन, बायाँ भागबाट शतरूपा बन। त्यसपछि स्त्री र पुरुष हुन्छन् सबै ठाउँमा, अनि सृष्टि आफै चलेर जान्छ। तिमीले दिन दिन दुःख गरिरहनु पर्दैन भनेपछि स्त्री पुरुषबाट सृष्टिको आरम्भ भयो। भक्तवत्सल भगवानको एउटा भजन श्रवण गरौँ। त्यसपछि अब स्वयम्भू र शतरूपा पछि भएको सृष्टिको क्रम र यो अम्बा यज्ञले ब्रह्माजीलाई आफ्नो आधा भाग स्वयम्भू मनुका रूपमा रूपान्तरण गर्न, बायाँ भागलाई शतरूपा भनेपछि नारी र पुरुष को रहेछ? ब्रह्माजीको शरीर, एक पाटो पुरुष एक पाटो नारी। Bani
सुमेरु पर्वतको माथिपट्टि स्वर्ग, त्योभन्दा माथिपट्टि सत्यलोक स्थापित गरेर म सत्यलोकमा बस्छु, जसलाई ब्रह्मलोक भनिन्छ। अनि विष्णु भगवानले मुस्कुराएर भन्नुभयो, त्यसो भए म पनि वैकुण्ठ लोक बनाएर बस्छु। किन यो दौडा दौड दौडा दौड कति गर्नु? शिवजीले पनि विचार गर्नुभयो, म कैलाशमा गएर बस्छु। सबैले आफ्नो आफ्नो ठाउँमा गएर बस्नुभयो। दुःख त यही हो संसारमा, फेरि सृष्टि बिग्रिन्छ, ब्रह्मा आउनुपर्छ, फेरि सृष्टि बिग्रिन्छ, विष्णु आउनुपर्छ। कहिले ब्रह्माले सृष्टि गरेछ, कहिले विष्णुले सृष्टि गरेछ, कहाँ हुँदो रहेछ र त? त्यो सुविधा, त्यो सुख, त्यो आनन्द त कहाँ रहेछ त? उहाँले पनि अनुभव गर्नुभयो। एवं सृष्टि समूह साध्य भवान एक कमलोद भव चकार ब्रह्मलोकञ्च। सुमेरु पर्वतको माथि आफ्नो बस्ने ठाउँ बनाउनु भयो, वैकुण्ठमा भगवान विष्णुले बनाउनु भयो, कैलाशमा शिवजीले बनाउनु भयो र आफ्नो तरिकाले सृष्टि चलाउँदाखेरि समुद्र मन्थनबाट निस्किएका कुराहरू, स्वर्गमा गएका कुराहरू आयो। त्यसपछि अब स्त्री र पुरुषबाट जन्मिँदाखेरि कति प्रकारका जीवहरू जन्मिए? यो संसारमा 4 प्रकार भन्दा बढी जीव छैनन्। आज बेलुका एउटा प्रश्न चाहिँ यहाँबाट आउँछ भने चाहिँ कतिवटा भइसक्यो? 3टा भइसक्यो है। आज दिनसुवारीमा कुन कुन आउँछ भने आज मैले होइन, भक्तवत्सल भगवानको 4 प्रकारका जाति अथवा 4 प्रकारका जीव बाहेक अरू कुनै छैन यो संसारमा। अन्डजा, अन्डाबाट जन्मिने हो कि होइन होला? श्वेतजा, पसिनाबाट जन्मिने। के जन्मिन्छन् पसिनाबाट? उडुस पनि त जन्मिन्छ नि। पसिना र त्यहाँ त्यो भूमिको विकारले उडुस आदि जन्मिन्छ। उद्बीजा, भुइँमा दाना छरेपछि उम्रने। 3 प्रकारका भए। जरायुज, साल नालले बेरिएर जन्मने। हामी केबाट जन्मियौं? जरायुज। पशुपन्छीहरू केबाट आए? अन्डाबाट आए। जुम्रा उडुसहरू केबाट आए? त्यो उडुस पनि पसिनाको त मान्छेको मात्रै हुँदैन नि त, जमिनबाट पनि पसिना आउँछ नि, त्यस्तोबाट निस्कने हो नि। साङ्ला ढुसी पर हालेपछि त्यहाँबाट निस्कने हो नि त। स्वेद जुन तिनीहरू। अनि 4 प्रकारका मात्रै रहेछन् जीव यो संसारमा। यिनीहरूको मैथुनी सृष्टि सुरु भयो। एवं सृष्टि समासाध्य ब्रह्मा विष्णु महेश्वरा। बल्ल बल्ल छुटकारा पाइयो। अब मात्रै घुमफिर गरौँ ल अब भनेर 70 वर्षको भएपछि तीर्थयात्रामा निस्किए जस्तै नि। कति काम गर्नु, अब बल्ल बल्ल निस्किन पाइयो भनेर निस्किन्छ नि। त्यस्तै बिहार गर्न लाग्नुभयो विमानमा बसेर, हेर्दै हेर्दै। अनि सिन्धु सरोवरमा पुगेपछि विष्णुलाई यस्तो लागेछ, झट्ट सम्झना आएछ यो सृष्टि गर्नु पहिला मैले भगवतीको आराधना गरेछु, अहिले त बीचमा त बिर्सेको छु। जसरी हामीले व्यवहारमा लाग्दा 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 गुरु मैले 2 वर्ष भयो घरमा पूजा लाउन पाएको छैन भन्छौ नि, अल्पलिन्छ नि त। झनास यत्रो समय मैले अम्मा यज्ञ बिर्सिन्छु, अब त गर्छु भन्नु पर्यो। भगवान विष्णुले सुधा सिन्धु अमृत सागरको नजिकमा एउटा अत्यन्त राम्रो मणिले बनेको ठाउँ छ। त्यहाँ भगवान विष्णुले अम्बा यज्ञ लगाउनु हो। त्यहाँ को आए भन्दा सबै आए, ब्रह्मा विष्णु महेश्वर सबैलाई बोलाउनु हो, निम्ता गर्नु हो। ब्रह्माणम वरुणम शक्रम कुबेरम पावकम यमम सबै आए। ऋतिजहरू आए, ऋषिमुनिहरू आए। अत्यन्त पवित्र तरिकाले स्वाहा भयो, स्वधा भयो। विष्णु तथा समास्वाद्य मधुराक्षरा यज्ञ। अब यहाँ एउटा कुरा छ हेर्नुहोस्, कथा सुन्न बस्दा, पूजा गर्न बस्दा, हवन गर्न बस्दा बोल्नु हुँदैन, व्रत भङ्ग हुन्छ। त्यसैले
सब शान्त रूपमा मन्त्र उच्चारण भइरहेको थियो स्वाहा भनेर। पूर्णमदः पूर्णमिदं भन्ने बेलामा आकाशवाणी भयो, विष्णु भन्ने आवाज आयो। टक्क रोकिए, सबै कोलाहल बन्द, शान्त भए। विष्णुत्वम भवदेवानां, यही यज्ञको कारणबाट देवताहरूमा तिमी सर्वोत्तम भयो है भन्ने आकाशवाणी भयो। मन्यस्य पूजनीयस्य, सबैले अत्यन्त धेरै पूजा गर्नेछन्, मन्दिरहरू तिम्रा धेरै बन्नेछन्। त्वम जना पूजयिष्यन्ति, सबैलाई वरदान दिन तिमी समर्थशाली हुनेछौ। भविष्यन्ति धरायं वै मननीय महात्मना, तिम्रा धेरै अवतार हुनेछन् यो संसारमा। सबभन्दा बढी अवतार त विष्णुकै छन् नि त। विख्याता सर्वलोकेषु, पृथ्वीमा स्वर्गमा पातालमा सबभन्दा बढी विख्यात हुनेछौ तिमी। पूजनीय प्रयत्नेन मननीयश्च सर्वदा, आफ्नो अस्तित्वलाई बचाउने कर्म तिमीले गर्नु, मैले वरदान यही दिए। व्यासजी भन्नुहुन्छ इति दत्वा परान वाणी, त्यो आवाज सुनिसकेपछि सबै शान्त भए। भगवती त यज्ञ गरेपछि त प्रसन्न पो हुनुहुँदो रहेछ। यज्ञ प्रसन्न, भगवतीलाई नै प्रसन्न पार्नका लागि यज्ञ गरे हो। यो मैले कुनै इच्छा पहिला त सृष्टि गर्नका लागि गरेँ, अहिलेको यज्ञ त मैले केका लागि गरेका थिएँ? आत्माको आनन्दको लागि गरेका थिएँ। अझ बढी मलाई भगवतीले दिनुभयो, आशा नराखी गरेको कर्म अझै ठुलो हुँदो रहेछ। जन्मेजयले प्रश्न गर्नुभयो, भगवान विष्णुले यज्ञ गरेपछि भगवान विष्णुको कीर्ति भूलोक भुवरलोक र स्वर्गलोक सबैतिर पुगेको रहेछ। क्या आनन्दको कथा सुनाउनु भयो। सोतो वै हरिणा क्लिप्तो यज्ञो विस्तरतो द्विज, त्यसपछि ब्रह्माले गरेको यज्ञ, त्यसपछि शिवले गरेको यज्ञ सँगसँगै यो संसारमा अम्मा यज्ञ कसरी यहाँसम्म आइपुग्यो, महत्त्व बढ्दै बढ्दै यहाँसम्म आउनका लागि अरू कसले गरे, त्यो अलिकति कथा चाहिँ बढाइदिनुहोस्, सुनाइदिनुहोस् भनेको हुनाले अब अम्मा यज्ञ त्योभन्दा पछाडि कसले गरे त भनेर त्यो बुझाउनका लागि भगवती, बुझाउनका लागि व्यास बोल्नका लागि तयार हुनुभयो। जन्मेजय उवाच, जन्मेजयले फेरि प्रश्न गर्छन्। श्रुत्वा दिव्या चरित्रं वै कुर्वे मखमनोत्तमम्, इतिहास पुराणं च कथयामि सुविस्तरम्, एउटा इतिहास ल्याएर सुनाउँछु। अम्बा यज्ञ कसरी यो संसारमा फेरि स्थापित भयो। कोशल नाम गरेको एउटा देश थियो। बा बिर्सिएर भरे यो पनि प्रश्न बन्छ कि गुरु आउनुभयो टिप्नु पनि बेर्ला आउनुहुन्न है। कोशल नाम गरेको एउटा देश थियो। सूर्यवंशी राजाहरू थिए त्यहाँ। ती सूर्यवंशी राजाहरू मध्ये त्यहाँका राजाको नाम थियो ध्रुव सन्धि। ध्रुव सन्धि अत्यन्त धर्मात्मा थिए, सत्यमा रहन्थे, वर्णाश्रम कर्मलाई अगाडि बढाएका थिए। अयोध्यामा अत्यन्त राम्रो राज्य गर्दथे। ब्राह्मण क्षेत्री वैश्य शूद्र सबैलाई स्वाम स्वाम वृत्तिम आफ्नो धर्ममा मर्यादामा राखेर उनले जीवन चलाएका थिए। न चौरा पिसुना धूर्ता। राजा राम्रो भयो भने देशै राम्रो हुन्छ। अग्रज नै फटाहा भयो, सबै फटाहा हुन्छ नि त। पिसुना धूर्ता तस्य राजेन कोत्रचित। राजा राम्रो भएको हुनाले, न्याय राम्रो भएको हुनाले चोरी चकारी पनि हुँदैन थियो, हिंसा पनि हुँदैन थियो। मनोरमाम धर्मपत्नीम स्वरूपा तीक्ष्ण विचक्षणा। उनका दुईटी रानी थिए। ध्रुव सन्धिका दुईटी पत्नी थिए। एउटीको नाम थियो मनोरमा, अर्कीको नाम थियो लीलावती। यी दिदी बहिनीमा अलिकति पनि झगडा हुँदैन थियो अरे, सौदा भाव पनि आउँदैन थियो अरे। विजया रसपत्नी माम गृहेषु पवनेषु च। जहाँ गए पनि दुईजना सँगै।
लीलावती तत्पत्नी मासैकैन भाविनी सुशुभे सुन्दरम पुत्रम शुभे पक्षे दिने तथा। दुई पत्नी गर्भवती भए। मनोरमाबाट सुदर्शन नाम गरिएको छोरो जन्मियो। लीलावतीबाट शत्रुजित। लीलावतीबाट के? शत्रुजित। मनोरमाबाट सुदर्शन। दुई पुत्र जन ददौ दानानि विप्रेभ्य। कस्तो खुसीको दिन, एकैचोटि दुईवटी पत्नी गर्भवती, दुई सन्तान। परमात्माले मलाई के दिएको होला यस्तो अचम्मले भनेर खुसी भएर दान दक्षिणा गर्नुभयो राजाले। यसै गरेर ती दुवैको कर्महरू गर्दै लानुभयो। चुडा कर्मको समय आयो, चुडा कर्म गर्नुभयो। क्रीडा या नाम भयो, कान्तौ। अचम्मको कुरा के छ, ती दाजुभाइ हामी अलग अलग आमाबाट जन्मिएको भन्ने भान पनि छैन। दुवैले समान आमा, समान दाजुभाइ, यसरी उनीहरू बढिया छन्। शत्रुजितसँगका कामम चाटु वाक्यो बबुवः। सुदर्शन जेठा थिए, शत्रुजित कान्छा थिए। केही कारणले गर्दा नेपते प्रीतिजनको मन्जु बाघका चारो दर्शन। छोराहरू मिले भने आमा बुवालाई कति खुसी लाग्छ होइन? संसारै जिते जस्तो हुन्छ नि त। बडा खुसी भएर जीवन चल्दै थियो। निघ्न मृगान रुरुन कम्बन शुकरान गवयान छसान। एक दिन राजा शिकार गर्न भनेर जंगलतिर पसे। डरलाग्दो जंगल थियो, ध्रुव सन्धि। वनको भित्र पसिसकेपछि उनले एउटा रुरु नाम गरिएको मृग देखे। मृगलाई बाण हाने। राज्ञाशील मुखे डादो वित्त क्रोध वसङ्गतः। त्यो मृगलाई खेद्दै जाँदा त त्यहाँ त अर्को एउटा सिंह पनि आइराखेको रहेछ। सिंहले मृग छोडिदियो, कोतिर फर्कियो? राजातिर फर्कियो। राजातिर फर्कियो। अब राजा र सिंहको बीचमा लडाई भयो। बोलिए भक्तवत्सल भगवानको। मृग दौडेको देखेर सिंह मृगतिर दौडिँदै थियो। त्यही मृगलाई खेद्दै को जाँदै थियो? राजा जाँदै थिए। राजा र सिंहका बीचमा युद्ध भयो। सुदर्शन पनि बुवासँगै रहेछन्। भयंकर ठुलो युद्ध भयो सिंह र राजाका बीचमा। सुदर्शनको केही लागेन, राजाको मृत्यु भयो। बोले भक्तवत्सल भगवानको, आनन्द कन्द भगवानको। अरु सिपाहीहरू पनि थिए, सेवकहरू पनि थिए, तर कसैको केही लागेन, राजाको मृत्यु भयो। आकारो महानादित संप्रहारास्य दारुण उत्पात तत सिंहो नृपस्यो परिदारुण। कठोर सिंहका धारा, सिंहले निचो त्यो चाहिँ कोरेको सबै देखिन्थ्यो। त्यो हेरेर सबै दुखी भए। ध्रुव सन्धि अत्यन्त प्रिय राजा थिए। त्यही जंगलको एउटा कुरामा उनको दाह संस्कार गरियो। सबै भेला भए, दुखी भए। राज्य त्यस्तो कुरा हो, मौकामा तर खुट्टा टेक्नुपर्छ। तैँले चाहिँ मेरो छोरालाई हुनुपर्छ मात्रै भन्दैन, गर्ने काम त म गरिहाल्छु नि भनेपछि म मेरो दिदीका अगाडि यस्तो कुरा बोल्न सक्दिनँ भन्ने मान्छे बुवाले उल्का लाएपछि राज्य सानो कुरा होइन। चक्रवर्ती राजा बन्नु राख्नु त छोरालाई, यस्तो लोते कुरा गर्छ भनेर पठाए। मनोरमाका अगाडि के भनिन् उनले भन्दाखेरि राज्य चाहिँ मेरो छोरालाई पाउनुपर्छ भने। अब पशु सौता भाव। सौता भाव नआउँदा त सुख नछ नि त। सौता भाव भनेको दुश्मनीकरण मात्रै। अर्काले हालिदिँदो रहेछ कि झगडा त अर्काले हालिदिँदो रहेछ नि त। बुवाले झोसिदिए हाल्यो। अब एक आपसमा वैरता साधन भयो, लडाई भयो। यस्तो घनघोर लडाई भयो, युधाजितले बढी सेना लिएर अगाडिदेखि चक्रव्यूह रचेको थियो। वीरसेनको पनि मृत्यु भयो। अर्थात्
सुदर्शनको हजुरबाको मृत्यु भयो उता। अब बिचारा मनोरमालाई के भयो? अब यसले मलाई पनि मार्छ, मेरो छोरालाई पनि मार्छ, अकण्टक राज्य बनाउँछ भनेर भागिन्। सुदर्शनलाई लिएर गंगा किनारमा गइन्। गंगा किनारमा भरद्वाज ऋषिको आश्रम थियो, त्यहाँ चाहिँ नि बसिन्। भरद्वाजको ऋषिको आश्रममा गएर लुकेर बसेपछि अब यता युधाजितलाई यता चाहिँ नि राज्य दिइसकेपछि, शत्रुजितलाई राज्य दिइसकेपछि अब मनोरमा र सुदर्शनलाई मार्नका लागि फेरि युधाजित उहाँ भरद्वाजको आश्रममा पुगेपछि भरद्वाजले भन्नुभयो, पुरुषार्थ छ भने आएर देखाऊ, होइन भने फर्क। वशिष्ठ ऋषिको आश्रममा विश्वामित्र जाइ लाग्दा के भयो? विश्वामित्रको सन्तानै सकियो। तिम्रो पनि हालत त्यही हुन्छ। यदि तिमीलाई जिउँदो बस्नु छ भने फर्क भनेपछि मान्नेवाला त थिएनन्। अनि साथीहरूलाई सोध्यो, हो विश्वामित्रले त केही नै गरेन, नन्दिनी गाई मलाई दिनु भनेर विश्वामित्रले मागेका थिए, वशिष्ठले दिन चाहेनन्, चोरेर लुटेर लान खोजेका थिए। त्यस बेलामा नन्दिनी चाहिँ रोइन्, मलाई किन सुम्पेको भन्दाखेरि जबरजस्ती लगिआउन् भनेपछि नन्दिनीका शरीरका रौँ रौँबाट डरलाग्दा दैत्यहरू जन्मेर सब विश्वामित्रका सेना सखा भएपछि विश्वामित्रले चाल पाए, ब्रह्मज्ञान भन्दा ठुलो त अर्को हुँदो रहेनछ, यो राज्यको मत त बेकार रहेछ भनेर अनि गायत्री मन्त्र प्राप्त गर्ने गरी विश्वामित्र तपस्वी भए। त्यसैले आँट नगर्नुहोस्, तपाईको पनि सर्वस्व जान्छ भनेर मन्त्रीले सल्लाह दिएपछि उनी फर्केर गए। सुदर्शन र मनोरमा जोगिए। तर ऊ बाटो कुरिराखेका थियो। एक दिन त म यिनीहरूलाई सिद्ध्याउँछु भन्ने बाटो कुरिराखेका थिए। तर भारद्वाज ऋषिको आश्रममा गएर बसेको हुनाले मनोरमा र सुदर्शन सुरक्षित रहे। देवीको कृपाले काशी नरेशकी छोरीले सपनामा शशिकलाले सुदर्शनलाई देखिन्। भगवतीले यिनीसँग विवाह गर्नु भनिदिएको हुनाले जो वीर छ उसैलाई मेरी छोरी दिन्छु भनेर काशी नरेशले उद्घोष गरे। 5वटा अध्यायको कथा एकैचोटि सुनाएको भए मैले, यो चाहिँ किनकि विश्राम गर्ने बेला भयो नि, 5-6 अध्याय होला अझै, त्यो एकैचोटि सिद्ध्याए। काशी नरेशकी छोरी थिइन् शशिकला। शशिकलाले सपना देखिन्, राजाले चाहिँ को वीर छ उसलाई छोरी दिन्छु भनेको। सबै राजाहरू भेला भएका थिए। छोरीले के भनिन् भने म त सुदर्शन बाहेक अरूसँग बिहे गर्दिनँ भनिन्। किन भन्दा भगवतीले भन्नुभएको छ भनेपछि भारद्वाजले देवीको मन्त्र जप गर्न लागेको थियो सुदर्शनलाई। अनि सबै गए। अनि शशिकलाले पत्र लेखेको थियो, सुदर्शन आउनु होला, अरूसँग म बिहे गर्दिनँ, यदि आउनु भएन भने म बरु मृत्युवरण गर्छु है भनेको हुनाले घोडामा चढेर उनी मात्रै आए। एकजना राजाले उनलाई आउनका लागि रथ तयार गरिदिएको थियो। आमाले छोड्न मानिनन्। अनि काशीराजले भन्नुभयो मेरी छोरीले त मानिनन्, सुदर्शनसँग बिहे गर्नेहरूले आज मैले वरमाला लाउने कुरा रोकेँ, भोलि गर्ने भनेपछि उज्यालो भयो। खाना खाएर सबै राजा फर्के, युधाजित फर्किएनन्। कसरी बाहिर आउँदो छ लिएर हेरौँ, म यही सक्छु भनेर सुदर्शनलाई मार्नका लागि युधाजित चाहिँ कुरेर बसेको थियो। अनि शशिकलाले माला लगाएर सुदर्शनसँग बिहे गरेपछि बाहिर निस्कन साथ सारा सेनाहरूले घेरे। सुदर्शनले केही गर्नु परेन, कताबाट बाण आए कताबाट बाण आए। देवीले अट्टहास गरेर हाँसेको सुन्दा त त्यहाँ बसेका सबै मूर्छित भए, सब भुइँमा लडे, सबैको मृत्यु भयो। अनि सुदर्शनले शशिकलालाई लिएर गए। सुदर्शन त्यस देशको राजा भए देवीको कृपाले, ऋषिको आशीर्वादले। त्यसैले अरूको भाग्य हरण गर्छु भनेर कोसिस गर्यो भने के हुन्छ? आफ्नै सर्वस्व नाश हुन्छ। आखिर आफ्नो छोराको पनि नाश भयो, आफ्नो नातिको पनि नाश भयो, युधाजितको पनि नाश भयो। हेर्दाखेरि सुख जस्तो देखियो, जीवनमा पनि दुःख पायो, अन्तिममा पनि सर्वस्व गयो। मैले 5-7 अध्याय हतार गरेर चट्ट जोडेर समापन गरेँ। आजलाई म यिनै शब्दहरू भगवतीमा अर्पण गर्दै विश्राम लिन्छु। भोलि हामी अर्कै प्रसङ्गहरू लिएर अलिकति शशिकलाका बारेमा आउन सक्छ। यहीँ विश्राम गर्दछु। पूर्णमदः
पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति। अब एउटा मिठो भजन श्रवण सहित अनि पनि आरती नै गरौँ त्यसपछि भजन कीर्तन भरेर अलिकति धेरै राखौँला। दूरसी दूर्व दूर्वन्तं दूर्वतं योस्मान् दूर्वतीतं भज्यं वयं दूर्वामः देवानामसि भनितमगुं सस्नितमं पप्रितमञ्जुष्टतमं देवौतमं वनस्पति असुदभूतो गन्धातो गन्धभूतमः आग्रेय सर्वदेवानां तु पूयं प्रतिगृह्यताम्। चंद्रमा मनसो जात सक्षो सूर्यो अजायत श्रोत्राद वायु च प्राण समुखादग्नि रजायत आज्ञं च वर्ति संयुक्तं मलिना योजितं मया दीपं क्रियाण देवेश त्रैलोक्यतिमिरापहम्। ओम जय 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 केशव भय स्वरूपाय ऋषिकपतये नमः। गृहाणार्कं मया दत्तं राधया सहितो हरि उमया सहितो हर। ओम अविरतमतजलनिमां भ्रमरकुलालेकसेवितकपूलं मयिमतफलदातारं कामेशं गणपतिं वन्दे। या श्री स्वयं सुकृतिनां भवनेश्वलक्ष्मी कर्पूर गौरं करुणावतारं सर्वं भवानी सहितं नमामि। यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणं पदे पदे। जन्येन जन्यमयजं तदेवास्तानि धर्माणि प्रथमान्य सन्नते अनाकं महिमानः ससन्त यत्र पूर्वे साध्याः। नमो नमः।
कहीँ न कहीँ अलिकति केही त्रुटि भएको छ है, अलिक कहीँ न कहीँ केही त्रुटि भएको छ है। ओम अभिनयमपनय विष्णोदमय मनः शरीरो जगतो इतिहासमति हरे राम पांचातन देवता को, सूर्यादि नवग्रह को, इष्ट देवता को, कुल देवता को, स्थान देवता को, ग्राम देवता को, अस्मा सुदत्त चंद्रादित्यो च धरणी विद्युदग्नि तथैव च मैया जी को सबका दीन से मांग सिंदूर विराज को उज्जवल से दो नैना निर्मल से दो नैना कंठन पर साजे ओम जय अम्बे सुरनयनी जन सेवकी मैया नृत्य बाजत ताल मृदंगा बाजत ढोल मृदंगा और बाजत डमरू जय अम्बे सब पंकजं ध्येय सदा सवितृमण्डलमध्यवर्ती नारायण सरसिजासन सन्निविष्ट शङ्खचक्र न मन्त्रं नो जाने मातर्पदनुसरणं क्लेशहरणं विधेयज्ञानेन याच्युतिरभो तदेकाव्यं जननि सकलोद्धारिणि शिवे परं तेषां मध्ये विरलतरसोऽहं तव सुता जगन्मातर्माता तव जनये कविरमपि भूयस्तव मया परित्याक्ता देवा विविध सेवा कुलतया निरालम्बो लम्बो गरजननि गाम्यामि शरणं तवा कर्णे कर्णे विशति मनुवर्णि जपविधौ चिताभस्मालेपो करलमसनं दीपटधरो न मोक्षस्याकाङ्क्षा भवविभववाञ्छापि च न मे न विज्ञानापेक्षा शशिमुखि सुखेच्छापि न पुनः श्यामे त्वमेव यदि किञ्चन मय्यनाथे रक्षे कृपामुच्युतितं परं तथैव सुरात्रि शारदा जननीं स्मरन्ति जगदम्ब विचित्रमत्र किं परिपूर्णा करुणास्ति चिन्मयी अपराध परं कृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धम् श्यामलकोमलाङ्गं सीताकमारोपितवामरागं पाणौ मासाय कदारुतापं
जन्तदेवास्तानि कर्माणि प्रथमान्यासन्नातेहनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः प्रचारय सुदुरितं चामरामरवल्लभम् नयमपनय विष्णुर्दमय मनः समय विषय मृगतृष्णां भूतदयां विस्तारय तारय संसार सागरत अच्युतं केशवं रामनारायणं कृष्णदामोदरं वासुदेवं हरिं हरे कृष्ण 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 हरे हरे देवता को